च्याम्पियन्स लिग नाइट हुनु अनि त्यसमा क्रेजी म्याचेस नहुनु त्यो त सम्भव नै छैन। आज झन् भयंकर म्याचेसहरू भएका छन्। पहिलो म्याच रियल मैड्रिड 4 ओलम्पियाकोस 3। फाइनली रियल मैड्रिडले चौथो म्याचमा गएर आफ्नो लागि एउटा विन निकालेको छ, बट यो विन त्यति इम्प्रेसिभ चाहिँ थिएन है। एम्बापेले 4 गोल हान्यो त्यो त एउटा दामी कुरा भइसक्यो हैन, बट रियल मैड्रिडको डिफेन्स हुन त मेन प्लेयरहरू थिएन, त्यसले गर्दा पनि हुन सक्छ, बट यस्तो डिफेन्डिङले रियल मैड्रिड पनि धेरै टाढासम्म पुग्छ जस्तो त लाग्दैन मलाई। ओलम्पियाकोसको अझै राम्रो फिनिशिङ भएको भए रियल मैड्रिडले अझै धेरै गोल खान सक्थ्यो। सो नट अ ब्याड गेम भन्छु म रियल मैड्रिडको लागि, बट इम्प्रुभ गर्ने ठाउँ अझै छ। एन्ड लिभरपुलले फेरि अर्को म्याच हार्न पुगिसकेको छ, त्यही पनि पीएसभी सँग, नट अ पीएसजी। यसरी हार्दै जाने हो भने त आर्ने स्लट छिट्टै नै स्याग हुन्छ जस्तो लाग्छ मलाई। एन्ड यो च्याम्पियन्स लिगको ब्लकबस्टर गेम आर्सेनल भर्सेस बायर्न म्युनिखको गेममा आर्सेनलले 3-1 को स्कोर लाइनले जितिसकेको छ। एन्ड आर्सेनलको लागि एउटा मात्र दुःखको कुरा के हो भन्दा तिनीहरूले फाइनली एउटा गोल खाएको छ। एन्ड लास्ट म्याचको कुरा गर्ने हो भने पीएसजीले 5-3 को स्कोर लाइनले टोटनहमलाई जितिसकेको छ। 8 गोल एउटै गेममा, आँखा झिमिक 1 गोल त गइहाल्थ्यो। लास्टमा हजुरहरूलाई कुन गेम हेर्न अति नै मजा आयो, लेट मी नो इन द कमेन्ट्स।